मोमो अड्क्यो त तेरी का हो ओ के त होइन बाटो छैन फेरिमा तान्दैछन् सुनु मुनु कति राम्रो रहेछ हौ यो त यार सो हेलो गाइस स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा अनि मेरो नाम हो अर्जुन अनि आजको हाम्रो ब्लग हुनेछ इलाम गुगल पोइन्ट सो हेरौँ अब कस्तो हुन्छ हाम्रो ब्लग सो हेरेर साथ दिनु होला और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए जाने हो नजाने हो म एक्लै पर त नि हाँ? कैसे? बाटो चाहिँ अहिलेको कन्डिसनमा चाहिँ निकै नाजुक छ नाजुक होइन दामी यो पिच्नु ग्राभेल रोड सर यात्रा कस्तो रहन्छ होइन तपाईँहरूले साथ दिँदै गर्नु होला हेर्दै साथ दिँदै गर्नु होला थोरै टाइम निकालेर हेरिदिनु होला हाम्रो चाहिँ कोही कस्तो हुन्छ बाटो यही हो ए बाटो के छ ठिक छ नि होइन
ल बस्नु बस्नु ल खोदालम मा छोड्नु न ओ मामा तान्नु पर्दैन हौ बाटो बबाल तर होइन यस्तो हो क्या यहाँ पानी पऱ्यो क्या त्यही भएर थियो भइरहेछ कस्तो भइरहेछ गाइस सो अलिक यो लागेर ढुस्से लागेर चाहिँ होइन टट्ट राम्ररी खाएर होइन अब यहाँदेखि हामी त उँभो लाग्छौँ होइन उँभो पुगेर कहाँ ए उहाँ रहेछ होइन चिल चाहिँ उहाँनिर छ गाइस होइन यहाँ आउन चिलमा को बसिरहेको त उहाँ चिलले उडाउँछ है क्या सो अब चाहिँ अलिकति राम्रो बाटो आइयो भन्ने आश लागेको छ है सो अलिक गाह्रो पर ल हिँडै मच्यो सो यहाँदेखि हामी उकालो लाग्छौँ होइन कस्तो भइरहेछ तपाईँले भइरहेछ एक दुईवटा केही भन्न चाहनुहुन्छ कि चाला चाहिँ एक्लै आउनु पर्यो रहेछ क्या अनि एक्लै हुनुहुन्छ त भने एक्लै उभिरहनु भएको छ तपाईँले छोटो बस्ने एउटा छ होइन म उफ्री हो ल फाइनली गाइस गर्लफ्रेन्ड आयो होइन आउँदाखेरि गर्लफ्रेन्ड लिएर आउनु एक्लै राम्रो त्यही त बाटो यो साइक्लिङको लागि दामी बाटो हो होइन सिङ्गल आउँदा नि एकदम राम्रो बाटो हो त्यही हो अब यो एडभेन्चर चाहिँ राम्रो हुने रहेछ यो बाटोमा तर डट बाइकहरूलाई चाहिँ बब्बाल ठाउँ हो यो चाहिँ होइन अब यो हाम्रो नर्मल बाइकहरूको लागि चाहिँ अब गाह्रै रहेछ ठिकै हो जे भने फाइनली आइपुग्यो गुगल पोइन्ट भनेर केटाहरूले टक्कसँग कुरा गरिरहेको थिएँ फाइनली आज आयो